र त्यो अपराधी महेश बस्नेर म भन्छु तेरो तागत छ भने माइती घरमा आएर देखा तँसँग म बहस गर्न तयार छु। मबाट गल्ती भएको छ भने म यहीँबाट भन्न चाहन्छु तपाईँहरूले मलाई जसरी नङ्ग्याउनुहुन्छ नङ्ग्याउनुहोस्। र त्यो अपराधी महेश बस्नेर म भन्छु तेरो तागत छ भने माइती घरमा आएर देखा तँसँग म बहस गर्न तयार छु। तिमीहरूको हरेक नेकपा एमालेका झोलेहरूलाई म भन्छु झोले हो तिमीहरू कुनै पनि रूपमा मलाई पुष्टि गर्न सक्छौ भने तिमीहरूको अगाडि म गर्दन काट्न तयार हुन्छु। होइन भने तिमीहरूलाई म एकाएक छोड्दिनँ। म माथि यति भएको छ यति पनि हिंसा पनि। ए महेश दाजु किन बुढा त्यहाँ चाहिँ फेसबुकमा मात्रै लेख्ने हो? हर्क र तिमी एउटै हो क्या? हर्क साम्पाङ र तिमी अहिले घरमा बस्ने, घरमा चाहिँ कुन्टामा बसेर चाहिँ स्टार्च मात्रै लेख्ने अनि त्यसै फिल्डमा नउत्रिने। खै त शोभा पाठकले भनेको चाहिँ बहस गर्न आउनु पऱ्यो र माइती घरमा गएर बहस गर्ने बकाइदा तिमी र चाहिँ हर्क जाऊ। हर्कलाई ठालु लिएर जाने, हर्कलाई ठालु लिएर गएर चाहिँ त्यहाँ बहस गरेर चाहिँ फाइनलाइज गर्ने त्यो केस। अनि त्यहाँ बाटोमा सुताउने होइन, अनि बिस्तरामा सुताउने, होटलमा सुताउने, अनि बाटोमा सुताएर चाहिँ हुन्छ अहिले। अनि बाटोमा सुताउने होइन, उसलाई चाहिँ अब घर ल्याएर चाहिँ राख्ने कि समाधान गर्ने, सम्पत्ति दिएर कि राख्नु पऱ्यो कि शोभा पाठकलाई न्याय दिनु पऱ्यो। न्याय त पाउनुपर्छ, महिलाले न्याय पाउनुपर्छ। लेडिज फर्स्ट भन्नु थाहा छैन? त्यसो भएर हर्क र तिमी चाहिँ बढी चाहिँ नभुक, फेसबुकमा सोसल मिडियामा बढी भुक्ने काम नगर। तिमीहरू चाहिँ के गर भने दुइटा मिलेर हर्कलाई ठालु लिएर राखेर अनि एउटा चाहिँ उसमा बसेर उनलाई चाहिँ घरमा लिएर सुताऊ। अब त्यो बाटोमा सुताएर भएन होइन, श्रीमती लिएर कुटाउने अनि त्यो बाटोमा सुताउने, बाटोमै मुताउने काम चाहिँ नगर है। ल लगाएर अनि त्यो कट्टा सट्टा लगाएर चाहिँ पिटाउने होइन नि त फेरि है।